ल रिभ्यू चाहियो ल कस्तो लाग्यो आज के खान मजा आयो आज सबै खान मजा आयो एक थोक नै सबै चटनी अचार चटनी थियो अचार थियो भात पनि स्पेसल थियो आजको त स्पेसल भनेको मासु के मासु भन्दा खसीको मासु कसले पकाएको थियो प्रमोद एन्ड कमल एउटै नाम राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थक यस श्री नवीन औद्योगिक कदरबहादुर सिद्ध माध्यमिक विद्यालयका नामै याद छ तैँलाई त यार विद्यार्थी प्रमोद आचार्य होइन ले हाम्रो निवासमा आएर एउटा अविस्मरणीय पल जस्तो तरिकाले सधैँका लागि सम्झना राज सर पनि अब को बसाइ पनि कम भएर हाम्रो यस आज भेटघाट कार्यक्रम थियो भेटघाट कार्यक्रममा छोटो मिठो गफ गर्दै राम्रो मिठो यताउता खाम भनेर प्रमोदजीले आज कुक भूमिका हस्तान्तरण गर्नुभएको हेडसेफको जिम्मा लिनुभएको थियो र साथसाथै जिम्मालाई राम्रोसँग के भन्छ त्यसलाई भएर हामीलाई मिठो मिठो पकाएर खान दिनुभयो उहाँलाई धेरै धेरै विशेष धन्यवाद दिन चाहन्छु र आगामी दिनमा पनि उहाँको यस्तै सफलता उहाँको हातबाट अझै खान पाइयोस् उहाँको यो हात निखार्तापन अझै बढ्दै जाओस् भन्न चाहन्छु होटल खोल्न पर्छ र यदि होटल खोल्यो भने प्रमोद सरलाई हेडकुकको हस्तान्तरण दिन चाहन्छु धन्यवाद जय देश जय घन्टी लास्टमा ल यताबाट रिभ्यू चाहियो एकदम राम्रो मैले अलि मेरो परिचय दिन्छु ल आफूले मेरो नाम राज नेपाल कमरेड अभियान मेरो घर पाल्पा होइन क्यामेरा हेरेर ठिक छ राम्रो पाक्यो मिठो आयो अचार खाम कि मासु खाम कि भात खाम कि काँक्रो खाम कि भथे खानिँदैन जता पनि सुरुमा टेस्ट के गर्नुभयो तपाईँलाई के को टेस्ट गर्नै गाह्रो भयो सुरुमै मासु चाहिँ गर्थ्यो मासु मजा आयो त्यसपछि भात खाइयो त्यसपछि यसो अचार चाख्छु अन्त अचार उस्तै त्यसपछि काँक्रो खाँदा काँक्रो उस्तै सबै खाँदाखेरि एकैचोटि हाल्न नमिल्ने सबै तर कोही एउटा खाँदाखेरि त खान पाऊँ कि भन्ने हतोत्साहित चाहिँ भइयो मिठो भएर त्यही हो धेरै मिठो राम्रो ल धन्यवाद धन्यवाद